हेलो नमस्ते छ्याजलो मेरो युट्युब फ्यामिली फेरि पनि हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ आमा छोरी कता जान लागेछौँ भनेर हजुरहरूले हाम्रो पुरा भिडियो हेर्नुपर्छ। आमा छोरी आज कता कता जान्छौँ हामीलाई नै थाहा छैन। हामी आज आमा छोरी हेर्नुहोस् है कता कता जाँदो रहेछ हजुरहरूले पनि। अहिले हामी यहाँ कुटी हुनु लागेको ठाउँमा आइपुगे साथीहरू। सामान किन्न लाग्छ। अहिले मेनुका पनि आयो गर्मीमा बिचरा आमा छोरी हामी बसमा आयो बिचरा बहिनी बस स्कुटर चलाउन नसिकेको छ जस्तो आमाको आँखामा के भएर कस्तो रातो किरा पसी गयो क्या किरा पसी गयो त्यो किरा मिच्ने हुँदाखेरि ए ल हामी हाम्रो आथेभथे घरमा आइपुग्यो साथीहरू। धेरै समयपछि पो आयो त हामी त है आमा। ए हामी अन्जु दिदीलाई झार्न आएको थियौँ त्यसपछि बल्ल आज हाम्रो भथे अलि बिरामी हुनुहुन्छ त्यही भएर हामी भेट्न आएको भथेलाई। हाम्रो आथेभथेले पनि कति राम्रोसँग मेहनत गरेर फुलहरू रोप्नुहुन्छ। पहिला त यहाँ है उस थियो नि मनी प्लान्ट, यहाँबाट गएको मनी प्लान्ट माथि 3 तला माथि पुगेको थियो। अहिले त फाल्दै रहेछ। ल नमस्कार फेरि पनि हाम्रो भथेलाई। बिरामी होइन भथे हाम्रो भथेलाई यहाँबाट मैले आफै घर छेकिन्छ है साइली आथेको यो घरको उता हो साइली आथेको घर यो ए हाम्रो आथेको प्लान्टहरू बेला बेलामा हाम्रो आथेले खिचेर हाल्नुहुन्छ। रोज फुलेर रहेछ। नमस्कार क्या भरा फोन ल आथेभथे आओस् भाइ खै त प्रार्थीलाई वेलकम छ है। धेरै आशीर्वाद है। हाम्रो नेदरल्यान्ड गएर आउनु भयो आफै घुमेर 6 महिना पुरा धेरै आशीर्वाद उन्नति प्रगति गरेर है मेरो छोरीले हुन्छ सबैले मान्ने भएर है सबैको प्यार आशीर्वाद है बन्नै नपर्ने छ मेरो लाइसके छैन लाइसकेछ राम्रो उस गर्नु छ नि भथे आउनु भएन बल्ल सुरु हो उता महेन्द्रपुरतिर गएर आएको भर्खरै के अब हामी उतै जाने भएछ नि ए ल अनि बहिनी कता छ त? बहिनी काजु हाजीको घर छ ए अहिले आउँछ अनि सबैलाई भेट्ने ल है बहिनी भाइ सबै काजु हाजीको घर छ के ए खाना गएको थियो त रमाइलो भयो आथे हामी आथेको भिडियोमा हामीले नि हेरेर हामी नि घुमे जायौँ हो त नि। ए बाघ पनि समातेर आयो भाइ। अब हामी फेरि ध्यान यता आधा रात हुन्छ त्यहाँ उठ्ने बित्तिकै नानीको ब्लग हेर्ने भथेर मैले ए नानी तैँले मात्रै नखा मलाई नि राख्दे भथेले के खान्छ है माइजूले सम्झना माइजूले त्यही भन्नुहुन्थ्यो उहाँ त कान्छी दिदीहरू त तिम्रो ब्लग हेरेर उठ्छ अरे सुरुवातै त्यही हो क्या। पहिला जुरुको उठ्यो अनि त्यही हेऱ्यो अनि बल्ल अरू काम सुरुवात गर्यो। कहिले रुनी कहिले रुवाउने तिम्रो भ्लग हेरेर है माइती घरतिर देख्दा धरती सुनसान जग्गामा है छोराछोरी छोरी चाहिँ ड्युटी जाँदा रुव छ कहिले है सबैले छोड्यो भनेर के है धरती रुव छ कति रोयो अनि फेरि तिमीले त्यो सरप्राइज त्यो बजेले उस पठाएर फेरि सपनामा होला कि विपना होला भनेर मेसेन्जर चेक गर्दा फेरि मैले नि के प्रताप भाइ भर्ती हुँदा के एउटा मान्छेले बाहिरकै मान्छेले छोरा भर्ती भयो
उसले फोन गर्न पाउँदैन भन्दा के म सपनामा होला कि विपना रोएछु खुसीको आँसु के है खुसीको आँसु ध्यान उज्यालो भएछ फोन आएको होला कि मैले सपना देखेको होला बर्डेको अस्ति उसको यो नानीको हेरेको फेरि त्यही सम्झियो है आफ्नो दिन सम्झियो आफ्नो त्यो मेरो कस्तो उसको त्यस्तै मेरो छोरीको नि भनेर बिचारा मलाई अनि सपना होला कि विपना होला मलाई त्यस्तै भएको के आधी राति हाजीले फोन गर्नु हुँदा अनि त्यो कुराले तपाईलाई नि मन छ है तपाईलाई नि माइती घरतिर त्यता देखाइदिँदा नि है आधी हाजीहरू हुर्केको भन्दा नि फेरि धन थ्याइ अनि हुर्केको होइन नि यत्रो हुन्छ अहिले कोही युके हङकङ कोही पोखरा जताततै पुग्नु भयो है अझै नेचरल्यान्ड घुमेर आउनु भयो हाम्रो आथे हाम्रो बहिनीले लगेर घुमाएर आउनु भयो हाम्रो आमा र हाम्रो आथे जाने कहिले हो ढिलो जानु हो अब बुहारीले लान्छ युके आथेलाई छोरा बुहारीले होइन तर भाइ नसोचेको हाम्रो कान्छी आथे सबैहरू त फर्स्ट विदेश घुमेर आयो बुढेसकालमा पाएको छोरीले है तिनवटा छोरा मुनि छोरी पाएको हाम्रो आथेले सबैले छोरीहरू पाएर छोरा पाउँछ हाम्रो आथेले छोराहरू पाएर छोरी पाएको छोरीले घुमाइदियो पनि गरेर आयो 6 महिना घुमेर आयो भनेपछि नि त्यत्रो बस्नु 3 वर्षको लाग्छ भिसा त फेरि त्यहीसँग पछि गए नि हुन्छ क्या अब फेरि अब फेरि बहिनीले नानी बाबु केही पायो जान सजिलो भिसा लगाइराखेपछि है ल खानु होला ल हाम्रो कुरा हुँदै गर्छ अब फेरि हामी अहिले माइली आथेको त्यहाँ छ अनि फेरि साइली आथेको घर नि जाने मेरो घर जाने म लिन आएको मेरो छोरीलाई बहिनीलाई धेरै भयो नभेटेको है होइन के अरे साइली आथे हुँदा त हाम्रो धेरै भेटघाट हुन्थ्यो साइली आथे नभएको त हाम्रो भेटघाट नि कम हुन अनि मैले सोचेको के हाम्रो भेटघाट गराउने त साइली आथे पो रहेछ जता भने ख्यार ख्यार भइजान्छ नि है म है हाम्रो भेटघाट गराउने त हाम्रो साइली आथे नभएको त हाम्रो त भेट नै हरायो हामी नि यता आउने हरायो आथेहरू त जाने हरायो अस्ति केमा जानुभएको थियो आथेहरू बिचारा प्रयासलाई नि लिएर हेर्नुभयो नि त्यो नि हेरे नि त्यतिखेर मेरो नाति ल्याइदिनु पर्ने हाम्रो जस्तै क्या है कति राम्रो रहेछ यहाँ आथेको भएको दिनु न आथेलाई नदिनु रे आउनु दिनु होइन र बहिनीलाई मेरो छोरीलाई झन् त्योभन्दा धेरै आशीर्वाद ल हाम्रो आज त उरी चाहिँ पुतली हुने भयो पुतली लाएर लाइसी अनि काजुलाई लिन दिएको हो कि अनि त्यो त उस्तो के हेर्थ्यो है नराम्रो कति बज्यो ल बाई बाई छोरी बस्नु है ल ओके ल हामी गयो अब यता आथेको घर सल्लाह हुन्छ हामी यहाँ नजिकबाट म लिन्छु कि यो दिनु न पहिला यहाँ मेरो भइसक्छ सम्पत्ति ल कसैले सोध्यो कसैले खोज्यो बसाइसऱ्यो भनिदिउँ ल भने जसरी हामी उताको आथेको घरबाट अहिले त माइली आथेको त्यहाँबाट साइली आथेको घरमा आयौँ साथीहरू यो हो हाम्रो साइली आथेको घर हाम्रो बहिनी भाइ सबै आएको छ हाम्रो आथे पनि घुमेर आउनुभएको छ हामी पनि त्यही भएर आएको भेट्न तिनवटा दिदीबहिनी हिँडिराख्नु भएको छ ल अहिले फेरि मेरो घरमा है अहिले दिदीको घरमा हाम्रो तिनवटा दिदीबहिनी हिँड्दैछौँ घाममा कति राम्रो हो ब्रह्मकुमारी माथि यो है कति राम्रो हो यो राम्रो भएर चाहिँ अरू त ल आज चाहिँ हामी मेरो भदाइको घरमा आएको छौँ भदै सुन्थे अस्ति रिठो पानी गएको थियो मेरो भदै आज हामी यहाँ छौँ ए भाउजू नमस्कार ए भर्खरै उठेको र यही हो ए नानी मेरो त नाति भएको जग्गा च्याला बेला झ्याला बेला
म सबै जग्गामा घुमेर आयो धेरै पछि भेट भयो हाम्रो माथि डान्सर भन्दैछ आज नाचेर जानुपर्छ भतेरा छोरी छ्याचालो भन्नु सालीको आगामी बस्नु कति गोरो न गोरो भएर आएछ भतेरा ठिक भएको होइन नमोटाएको भथे ठिक भइरहेको 86 किलोको छ र नि ठिक्क भइरहेको त्यता हामी भाउजू ठिक्क छिटो बाहिर निस्क आऊ मेरो कान्छा छिटो आऊ फुपूसँग आउनु न ले आउने त एकचोटि आयो त्यो मेरो बाबु त्यसले छिटो आउने त बाबा खोइ बाबा बाबा कता गयो ए यता गएको छ आउनु त फुपूलाई माया गर्नु एकचोटि खोइ बथेको भुँडी बिचमा आयो अनि तपाईँको त्यो उसको फोन आउँछ कि आउँदैन नि कान्छाको भाइको गरेको छैन फोन सबैले हेरिदिनु होला हामी न्युजिल्यान्डबाट आएको मेरो छोरी भेट्न आएको मेरो छोरीहरू चाहिँ यहाँ दुईटै छोरी मेनुका नानी नानी भेट्न आछ है बथेले ल्याउनु भएको मिठाई खाना खानु भयो मिठाई मिठाई त मैले आउँछु नि कता भयो कसलाई खिच्नु त हाम्रो भतेले मिठाई लिएर आउनु भयो ए हाम्रो भतेले त हामीलाई चुरोट खुलाएको कि मिठाई यस्तो यो अर्कै मिठाई हो कि त्यो तपाईँले ल्याउनु भएको मिठाई हो भने यो कान्छोले ल्याएको ए हाम्रो भाइ प्रशान्तले ल्याएको है फ्रान्सबाट ल्याएको ए कतिवटा मिठाई हो त नि एकैचोटि हामी कतिवटा खाने हो र यहाँ बेबीले नै लोभ गरेर खायो मिठाई सानो दिनु त्यति धेरै हुन्छ यत्रो एकैचोटि कतिवटा मिठाई खाने हो र हामीले म त खानु सक्दिनँ न बेबीले नि खाने बेबी बोल हो यो एउटा दिन त कति मिठो हो भाउजूले घरमै बनाउनु भएको भाउजू देवी यो के हो यो के दिनु त फुपूलाई नि एउटा वाउ थ्याङ्क यू एकैचोटि मुखमा के हाल्ने हो नि तपाईँहरूले के खानु भएछ नि म त खानै सकिनँ धेरै देखेर खाएँ ल साथीहरू खायो भएकै मेनको फुपूलाई थ्याङ्क यू भयो यता आपालाई
ल बेबीले यो खाऊ है ल मलाई पनि दियो है कस्तो रहेछ हाम्रो भाउजूले बनाउनु भएको कुल्फी त्यता बस्नु भित्र मिठो खानु चाय खाम बेबीले अरेन्ज फ्लेभर रहेछ ल जानुभएको थियो आमा के खाएको ल भोग लाग्यो होला खाजा मेरो नातिले चेस भन्ने खोलाउनु खोज्दिनु सामान धेरै रहेछ देखेन अनि पठाएन आँखाहरूको बिचरा हाल्ने जग्गै थिएन थोरै ल्याऊ आमालाई किन्ने खाऊ अनि बनेको जानुपर्थ्यो अझै भन्न नजाने अब अब फुपूले प्रयास गरौँ भन्दा है भन्दा है सानो है प्रयास नाच्नुरे मम्मीलाई एकचोटि हामी भनेको भन्न न ल हाम्रो प्रयास गुरुङले घरै उज्यालो गरेको छ हाम्रा भथेको 4 वटा छोराछोरीमा होइन भथे हाम्रो ठुलो दाइ प्रदीप गुरुङको छोरो प्रयास गुरुङ फेरि रोजित भाउजू मेरो नाम किन भन्नु भन्न कमल छोराले सिङ्गापुरबाट हामीसँग पठाइदिएको है भान्जीको लागि होला है सिङ्गापुर ट्रान्जिट परेर सिङ्गापुर पनि घुमेर आउनु पाउनु भयो है कसैले घुमाइदियो अनि यो लिएर आछ के भन्नु सबै दिदी बहिनीले अनि यस्तै गरे लारा कता जाने फेरि जाने होला नि एक दिन कता जाने ल धन्यवाद छ मेरो छोरीलाई धेरै धेरै आशीर्वाद छ नि हाम्रो अब छिटो नाति पाएर निरोगी भएर रोग नलाएर अब हाम्रो त नाति ल्याउने मेरो छोरीले अनि कति राम्रो देख्छ पाए आज आमा र आथे दुईटैले तपाईको पनि यस्तै कलर ओइ हाम्रो जामा बेबी अब यहाँ कमल गुरुङले सिङ्गापुरबाट पठाएको गिफ्ट खोल्न लाग्यो हामीले भाइ बेबी खोल्नु चाहिँ के पठाउनु भएछ आमाको यो कलर थिएन कस्तो भन्छ भाइ
थालेको बेगहरू मैले तुमले प्रयास गरिरहेको छ अनबक्सिङ गर्नको लागि प्रेसलाई मालायो यो चाहिँ स्वरूपको हो रोजेरै किनेको स्वरूपको रोजेरै किनेको कि देखाएर अब ल्याउँदैन यो चाहिँ बाबाको हो यो थाहा रहेछ त मलाई त सबै थाहा छैन यो चाहिँ बाबाको हो बाबाको जाङ्गे देखान बाबाको जाङ्गे यो बाबालाई जाङ्गे हो यो के अरे देखाइसक्यो धेरै हुन्छ भनेर ठिक यो स्वरूपलाई टी सर्ट हो कहिले लगाइदियोस् त्यही भएर तँलाई लगाइदियो यो सम्यकलाई हो यो सम्यकलाई हो राम्रो रहेछ त्यसले यस्तो म ज्याकेट कफी र मिठाई पठाइदिन्छु अलिकति बेग पनि टुन्नै जातिहरुको मैले लगाए जस्तो रहेछ त एउटा तलै एउटा यो तलै एउटा यो मलाई यो स्वर्णिमालाई यो मलाई एउटा मलाई यो स्वर्णिमालाई सबै थाहा छ यो स्वर्णिमालाई हाम्रो आथीहरूले ल्याइदिए यस्तो ल्याइदिएर हामीले पायो मलाई यो मलाई नि साडी दिएछ भथेला टी सर्ट दिएछ कति राम्रो साडी दिएछ अनि पर्दैन देखाउनु के भइदियो देखाउनुहुन्छ त अनि धन्यवाद छ हाम्रो भाइ बुहारीलाई हाम्रो आथे भथेलाई नि ल्याइदिनु भयो अब यो टी सर्ट लगाएर कता जाने हो तेरो पैसा मेरो पैसा तेरो मेरो जाने छैन अब हाम्रो आमाले जिन्दगी चस्मा भन्ने कुरा लाथे त अब लाउनु भयो है यसले तयार गर्नु पर्दो रहेछ यसलाई चस्मा लगाएर टिकटक गर्ने रे हाम्रो आमाले यहाँ टिन्टो दिदी बहिनीले एउटै कुर्ता लाउने रे यहाँ टिन्टो दिदी बहिनीको एउटै कुर्ता रहेछ अनि एउटै चस्मा छोरीको गिफ्ट ल हाम्रो भाइ बहिनीलाई धेरै धेरै धन्यवाद हामी भेट्न नपाए पनि ए उ खाजा नि बनाएर चस्माको खोल यामा यसरी लाउने रे ल ए कति स्वागत भयो आमा स्वाम छ मलाई त स्वाम लाउनु पर्छ कहिले घाममा बेबी त हेर त फुबुले ल्याइदिएको या आमालाई ए फुबुले ल्याइदिएको रे ए है साँच यार ल धन्यवाद छ मेरो छोरीलाई धन्यवाद धेरै धेरै यता आमाले त अर्को बनाइदिन्छ चस्मा जिन्दगीमा जन्मेदेखि नलागेको चस्मा अब छोरीले लगाइदिने भयो ल यसमै हाल्नु यो फाल्नु पर्छ रे के हामीले यहाँ स्पाइसी चौचा खान लागेको ल साथीहरु माइमा त उठ्याको 100 रुपैयाँ रे सबै 100 रुपैयाँ भन्छ के कति हो भन्नु पर्छ 100 रुपैयाँ भन्छ ए आमा अमराज यता ल्याऊ यता हामीलाई बिक्री गर्न आऊ कति हो 100 रुपैयाँ हो भोलि इसेवाबाट हालिदिनु है हुन्छ भन क्युआर गरिदिन्छु कता देख्यो होला है त्यस्तो मेनुका दिदी बाई 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 मेनुका बाई बाई पेन टाइपमा जाने होस् पेन टाइपमा जा है ल राम्रोसँग जा है बहिनी ल बाई बाई एक झोला सामान लिएर जानुभएको छ हजुर बाई बाई फुपू गयो बाई बाई भन् सानो फुपू त गयो गइसक्यो ऊ बाई बाई ल राखेको हेर्नु कोचको ब्याग हेरेको हामी प्राइस नमस्कार छ मेरो दाइलाई बल्ल हामी जाने बेलामा दाइ आउनुभयो
तब हामी जान्छ आउने क्रम जारी थियो भने नानी के हामीलाई ढिलो भयो है आजी हजुर ल आशीर्वाद छैन छोराले धेरै को आयो बाबु छैन हामी त जान्छ अब प्रयास गरौँ टाटा साथीहरू बाई 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 दाइ भाउजू खोइ प्रयास छैन टाटा टाटा हेर मुस्कान छोरेछ टिकटक ने नम्बरी सुन बाई बाई ल गए बाई मैले सानो I love you too. ल अहिले फेरि हामी साइली आथीको त्यहाँबाट नि हिँड्यौँ अब फेरि लेफ्ट साइडतिर जान्छौँ कता जान्छौँ हेर्नुहोस् ल साथीहरू खोइ झोला ल्याइस् गयो हामीले नि एक झोला सामान लिएर हिँड्यौँ फेरि आमा नासो लिँदा आमा हामी त होइन सिङ्गापुरको न्युजिल्यान्डको बथे ल बाई बाई मोटु बथे ल साथीहरू अहिले हामी होटल स्प्रिङमा आयौँ फेरि अस्ति शकुन्तला हाजीको उता अर्बन बुटिकमा गएको थियो अहिले चाहिँ नि यो होटल स्प्रिङमा आयौँ फेरि होटल फेरि हिँडेछ भावी त हाजीलाई नि वेलकम छ फेरि पनि ल मेरो छोरीको भ्लगमा है जाऊँ भित्र फेरि फेरि हामी आज हाजीको अर्को होटल आइपुग्यो पुरानो नयाँ हो जुस खान्छौँ हामी अब ल खानु न जुस कतिखेर खाने हो सेलाइसक्यो खानु के ल हामी त उता चाउचाउ खाएर आएको थियौँ फेरि यो हाजीको यहाँ मिष्टान्न भोजन खान सक्छ आमा कति कुरो खाने हो ए आमा खाँदा गयो जमाना आमा अब फेरि हेर्ने खानै पर्यो एउटा हाम्रो दुईटाले यो खास गरी त्यो डेजर्ट सलाद जस्तै सलाद आमा ए आज त यतै डिनर गरेर बस्ने यतै बस्ने अनि भोलि बिहान 6 बजे यहीबाट जाने बहिनीलाई है अब हामीलाई टाइम छोटो भयो नत्र सबै फोटो खिच्न हुन्थ्यो हाजीको अन्त चियाकोहरू गाउँमा छैन होला हाजीको यहाँ छ हो गाउँमा आज ऱ्याङ्कोट पो ओर्छ त हाजी हामी त गाउँमा त आजकल ल हाजी बाई बाई ल हाजीको त्यहाँमै मिठो मिठो खाँदै जाँदै हामी त पल्कियौँ भाइ ए आमा सामान लिने होइन तपाईँ बस है भाइ ल हाजी बाई बाई ल बाई 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 ए आमा बाई बाई भन्दै थियो बाई बाई ल रातै पर्यो के हामी घर पुग्दा त रातै पर्छ पानी परेन धन्न न साथीहरू अहिले हामी घर आइपुग्यौँ बाटोमा आउँदा पानी परेर कति ठुलो फेरि यतातिर त नआएछ कि हेमा अनि हाम्रो के गिफ्ट आज के आयो हेर्नुहोस् है यो चाहिँ हाम्रो भाइले सिङ्गापुरबाट मेरो भाइले पठाइदिएको मेरो छोराको लागि रनिङ गर्दा लाउने रे हो स्पोर्ट टाइपको अनि यो चाहिँ नि जाङ्गे बाबालाई खासमा आमाले हो क्या आफूलाई सामान पठाइरहेको तर आमालाई केही छैन बिचरा म त होला नि त केही नरहेछ सरप्राइज होला यो चाहिँ मलाई यस्तै ठुलो पठाइदिने हुन्थ्यो नि ले लाउँछ अनि यो चाहिँ अब तपाईँहरूले पनि देख्नुभयो तपाईँहरूले अघि नै देख्नुभयो फेरि देखाएको क्या यो चाहिँ हाम्रो आमालाई हाम्रो आथीको छोरी बहिनीको प्रतीक्षा बहिनीको गिफ्ट भाइ बहिनीलाई भेट्न पाएन बहिनी नि आएको थियो यो चाहिँ मेरो गिफ्ट आथीले ल्याइदिनु भएको मलाई यो ब्याग मलाई आथीले 1 पिस पनि ल्याइदिनु भएको छ खोइ यसको डोरी अनि यो चाहिँ नि भोलि लेख्छ आथीले मलाई ल्याइदिनु भएको 1 पिस यो लाएर म उरिजा पुतली पुर 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 मैले लाने हुँदैन समय मैले लाएर भोलि गोसारे गोसारेमा आमा छोरीको यसको पानी डोरी रहेछ
लाउनु अब त्यही लाएर हिँड्नु बाँकी छ त्यो लाउने। अनि यहाँ प्रतीक्षा बहिनीले आमाको लागि चस्मा पनि ल्याइदिएछ। आमाले त लगायो, आमाले त होइन मैले लगाउँछु। एउटा मलाई स्कुटरमा हिँड्दा चस्मा चाहिएको थियो, यही लगायो नि बहिनी कहिले कहिले। चस्मा लगाउने त उसै नहुने रहेछ कि ध्यानै। त्यही हो साथीहरू, हामीले गिफ्ट पठाइदिनु भएकोमा मेरो भाइ बुहारीलाई नि धन्यवाद, पठाइदिएकोमा है दिनुभएको भन्दिनँ भाइ बुहारीलाई त। नानी र भाइ यो सामान पठाइदिएकोमा तिमीहरूलाई पनि धेरै धेरै धन्यवाद। अब छिट्टै एउटा भदा भए नि भदिनी भए पनि जन्माउन पर्यो। हाम्रो आमालाई बजे मलाई फुपू बनाइदिन पर्यो। अनि समयको सोल्टी शनिबार समयको स्वरूपलाई सोल्टी, मेनुका र मलाई फुपू, हाम्रो आमालाई बजाई, हाम्रो बाबालाई बाजे बनाइदिन पर्यो। अनि अब त्यति एउटा सुन्न पाएदेखि मेरो छोरीलाई मरे नि स्वर्ग जान्थ्यो। मेरो छोरीलाई अनि भाइलाई नि भन्, भाइले नि दिएछ नि तिमीहरूलाई। है भाइले हामीलाई पैसा पनि दिएको छ। पर्सन भाइले अनि त्यो पैसा दबाई नदेखाम। धेरै धेरै मेरो भाइ बुहारी, मेरो आथे, अनि अर्को भाइ बहिनीको नासो कोसेलीको मायाको पोको यही हो साथीहरू। हामीले यही फुकाले मैले मायाको पोको। अब चस्मा लगाएर बोल्छु है म। मायाको पोको मेरो प्रतीक्षा बहिनीले ल्याएको चस्मा आमाको लागि ल्याइदिएको अरे, अनि मैले लगाइदिएको। अनि त्यही हो साथीहरू, आज चस्मा लगाएर कुरा गर्दाखेरि साँच्चै लाइनै गएछ कि साथीहरू। भिडियो गर्नु पर्यो, भिडियो इन गर्नु पर्यो भनेको त लाइनै गएर, अनि हामीले त मोबाइलको फ्ल्यास बालेर भिडियो गरेछौँ। मोबाइलको फ्ल्यास लाइट बालेर भिडियो इन गर्न लागेको साथीहरू। त्यही हो। अनि धन्यवाद छ हजुरहरूलाई, धन्यवाद छ है हामीलाई सम्झेर यो मायाको चिनो पठाइदिनु भएको छ। अब यो लाएर कता जाने होला? यो टी सर्ट लाएर वान पिस लगाएर एक दिन यो टी सर्ट एक दिन यो वान पिस लाम्नै पर्यो होइन। त्यही हो। ल अहिलेसम्म हाम्रो भिडियो हेरेर साथ दिनुभएको मेरो युट्युब फ्यामिलीलाई धेरै धेरै धन्यवाद। ल आमाले के ल भन्नु? नमस्ते सुरु गरेको कि अन्त नमस्ते शुभकामना धन्यवाद भन्नु होइन। धन्यवाद छ मेरो छोरीलाई, छोरालाई। धन्यवाद भन्नु त गुरुङ भाषामा के भन्छ? खै धन्यवाद के भन्छ र? धन्यवाद म भन्ने होला नि। छोरा छोरीलाई धेरै धेरै आशीर्वाद। मेरो छोरीले खै गिफ्ट कता ल्यायो, गिफ्ट ल्याइदिनु भएकोमा धेरै धेरै होइन आशीर्वाद छ। अनि मेरो लेक साइडको बहिनीले नि मिठो खाजा खुलाउनु भएकोमा धेरै धेरै धन्यवाद हामीलाई। लेक साइडको बहिनीलाई पनि धेरै धेरै धन्यवाद छ। ल त्यही हो, अरू केही छैन। खाजा खाँदै आउँदै त्यही हो। यति भन्दै हाम्रो दुई शब्द यही टुङ्गाउँछौँ। हस्त नमस्कार। सब्सक्राइब गरिदिनु पर्यो, लाइक कमेन्ट गरिदिनु पर्यो। गरिराख्नु भएको छ, फेरि गरिदिनु होइन। ल त्यही हो, अब फिनिसिङ भइगयो।